गेममा र जस्तो पिच हेर्ने भने अब हामीले भुवनेश्वर कुमारको कुरा पनि सुन्यौँ कि स्विङ बााउन्स भइरहेको थियो भनेर राइट अब त्यस्तो त कुरिरहेका हुन्छन् एटलिस्ट वी स समथिङ अन अफर फर द फास्ट बलर्स फाइनली यत्रो गेमहरू पछि हुन्छ नि अब हो त्यस्तो अलि लो स्कोरिङ गेम पनि भएको थियो 155 को स्कोर पनि बनेको थियो तर त्यो मोर ब्याटिङ डिसिप्लिन नभएर चाहिँ त्यति स्कोर बनेको थियो तर हिजोको पिच चाहिँ असिस्ट गरिरहेको थियो र कस्तो बलर्सहरूलाई असिस्ट गर्यो भुवनेश्वर कुमार जो चाहिँ एकदम स्विङमा रिलाइ गर्छन् र हेजलवुड जस्तै चाहिँ बााउन्समा रिलाइ गर्छन् सो दुवैजनालाई एकदमै असिस्ट गर्ने खालको पिच पनि थियो र दे मेड फुल युज अफ इट बिट्विन देम 7 विकेट पनि लिएर कम्प्लिटली धराशायी गरिदियो टप अर्डरलाई कुनै पनि मोमेन्टमा दे डिडन्ट ह्याभ अ चान्स म्याच त अब तपाईँले भन्ने हाम्रो पावर प्लेकै 2.4 ओभर्स सकिसकेको थियो 5 विकेट्स जाँदाखेरि त्यहाँदेखि त नो कमिङ ब्याक फर डिसी 6 ओभरमा 13 रन बनाएको थियो डेलीले जुन अहिले सबैभन्दा लोएस्ट स्कोर भयो पावर प्लेमा जस्तो यहाँ त अहिले स्कुलहरूमा पनि सिकाउनुहुन्छ यहाँले कोचिङ गर्नुहुन्छ होइन जस्तो अब अहिले यहाँहरूले खेल्दाको बेलामा त त्यस्तो धेरै T20 क्रिकेट पनि थिएन जस्तो अब अहिले चाहिँ कसरी चेन्ज भइरहेको छ स्कुलको बच्चाहरू पनि कतिको इन्ट्रेस्टेड हुन्छन् झन् आइपिएलले त अर्को छुट्टै खालको चाम बनाएको छ अब नेपाल प्रिमियर लिगले पनि खेलाडीहरूलाई त्यो उत्साह थपेको छ कतिको बच्चाहरू आउँछन् कतिको उत्साहित हुन्छन् अहिलेको जुन क्रिकेटको जुन माहौल छ नेपालमा एकदमै उत्साहित छ बच्चाहरू एकदमै उत्साहित छ बच्चा भन्दा पनि अहिले प्यारेन्ट्सहरू उत्साहित छ आफ्नो बच्चाहरूलाई क्रिकेट खेलाउन इभन कलर आइरहन्छ प्यारेन्ट्सहरूको पनि होइन सो अहिलेको सब अहिले अब यो जुन बच्चाहरूमा यति इन्ट्रेस्ट छ होइन मैले स्कुल एकाडेमीहरू पढाइ स्कुलहरूमा पनि हेर्छु एकदमै प्यासनेट छ क्या बच्चाहरू क्रिकेट खेल्ने राम्रो क्रिकेट खेल्ने बच्चाहरू कस्तो अहिले पनि नाम छ कि अहिले प्लेयरहरूको नाम दिन्छ यस्तो प्लेयर भन्छु हामीलाई भन्दा बढी जानकारी हुन्छ म्याचहरूको बारेमा अपडेटहरू दिइरहन्छ एकदमै धेरै छ त्यसमा चाहिँ त्यो फिमेलहरू चाहिँ कतिको आउनुहुन्छ सिक्नको लागि फिमेलको सम्भावना कम छ फिमेलको अलिक कम छ होइन मेल त धेरै नै छ तर फिमेल अलि अझै पनि आइसकेका छन् जस्तो लाग्छ होइन त्यो लाउनु जरुरी छ जुन कन्सेप्टमा अहिले नेपालको क्रिकेट भइरहेको छ होइन त्यो फिमेललाई सँगसँगै ग्रास लेभलबाटै फिमेललाई पनि अब कसरी मोटिभेट गर्ने अरे क्रिकेटमा होइन अब स्कुलमा गएर कुरा गरेर स्कुलसँग अब रिसोर्स चाहिँ त्यही छैन त्यहीबाट निस्किने हो प्यारेन्ट्ससँग कुरा गरेर हुन्छ कि होइन तर ल्याउनु जरुरी छ होइन अब एउटा एकदम राम्रो भर्न प्लेटफर्म बनिसकेको छ कि नेपालमा हजुर आज वुमेन्सको म्याच पनि थियो रुवान्डालाई पराजित पनि गर्यो कङ्ग्रेचुलेसन्स हाम्रो वुमेन्स टिमलाई र फेरि हामी यही म्याचमा फर्क्यौँ डेभिड मिलरले जुन ब्याटिङ अर्डरमा आयो जुन नम्बरमा ब्याटिङ गर्न आयो त्यो सिचुएसनको डिमान्ड थियो अब अलिकति तल पनि आए हो अब विकेट त्यति